हो बोकाबाट ब्लग स्टार्ट गर्दैछु। हामी अहिले भुथरी बस्ती भन्ने जग्गामा छु, यहाँ केदार भेनाको गाउँमा। अन्त उहाँ पुष्पा दिदी हुनुहुन्छ, उहाँ चाहिँ हुनुहुन्छ बिना म्याडम। हामी जस्ट आज यहाँ दिदीले हामीलाई सर गर्नु हुँदैछ। फर्स्ट टाइम देखेको बाख्राको चाहिँ यस्तो घर हुँदो रहेछ हो, कुखुराको ओथ्रा पनि यस्तो, कुखुरा बस्ने पनि क्लासिक रहेछ यहाँको हो। ल दिदीले हामीलाई यहाँको चप्पा चप्पा कुखुराको बिल्डिङ देखाउँदैछ। कुखुराको एकदम फर्स्ट फ्लोर सेकेन्ड फ्लोर सबै रहेछ यहाँ हो। कति राम्रो, यति राम्रो क्लिन कुखुरा। खोइ पाठाको पनि आफ्नो आफ्नो जग्गा रहेछ, हाम्रो केबिन रहेछ हो। यति सफा र मैले यस्तो बाख्राको घर मैले देख्ने, यो सोचेको थिएँ मान्छेको घर भनेर, तर बाख्राको घर रहेछ। यति सफा बाख्राको घर हुँदो रहेछ, त्यो स्ट्यान्डर्ड लेभलको हुन्छ नि। लु हेर बाख्रा पनि खुसी हुन्छ ल यस्तो जग्गा बस्नु त। ल हामी अहिले यो जग्गा नाम बुथ्री नि, हामी बिना म्याडमकोसँग हामी बुथ्री बस्तीमा छु, जसले हामीलाई धेरै यहाँ रिफ्रेस फिल गराउँदैछ यो जग्गाले। किनकि हरेक चिज यहाँ एक्चुअली बिना म्याडमलाई यहाँको जग्गा नेचुरल चिज मन पराउँदैछ। बहिनी त तिमी चौपडा होइन? अन्त हाम्रो बहिनी चौपडा कति वर्ष भयो यहाँ बसेको? कति भयो? 3 वर्ष भयो बसेको। ठिक लाग्छ? हाम्रो चौपडाको बहिनी हो। अन्त यहाँ हाम्रो म्यामलाई चाहिँ यहाँ साह्रै मन पराउँदो रहेछ जग्गा हो। बिना कस्तो लाग्दैछ जग्गा? दिदीले हामीलाई फेरि त्यही जग्गामा हामीलाई लाँदैछ बिल्डिङमा। आज म एकदमै बेसी ब्लगको मुडमा छु हो। अन्त हामीले नेचुरल यस्तो ब्लग बनाउँदैन कहिले पनि, तर अचानक मुड भयो। हेर्नुहोस् यहाँ यसलाई इस्कुसको गाछ भनिन्छ, इस्कुसको झाडा होइन, झाडा हो के अरे, इस्कुस झाडा होइन। हेर्नुहोस् यस्तो नेचुरल सायद हामीले हतपत देख्नुमा, यसलाई भन्छ फर्सीको मुन्टा। दिदीले काट्नु हुँदैछ, दिदीले फर्सीको नेचुरल यो मकैको गाछहरू। दिदी बैगुन यस्तो अरूभन्दा के किन्दाखेरि यस्तो कुरो पाइन्छ, तर नेचुरल यस्तो कुरो देख्दाखेरि चाहिँ साह्रै खुसी लाग्छ होइन। हजुर हाम्रो दिदीको घरमा छु, दिदीको घरमा छु। यो हेर्नुहोस् मकैको बारी हो, जो यहाँ आज दिदीले हाम्रो लागि सब्जीहरू टिप्दैछ। जति पनि तपाईँले यहाँ बारी देख्नुहुन्छ, जति तपाईँले यहाँ आँखा जान्छ नि तपाईँको टाढोसम्म सब त्यहीसम्म बारी हो, त्यहीसम्म बारी हो। यस्तो जमिदार त मलाई थाहा थिएन यत्रो छ भनेर, तर आज ठुलो जमिदार रहेछ हाम्रो यहाँ केदार भेनाज्यू। तपाईँलाई म देखाउँछु बारी। यस्तो थियो हो जग्गा, यो हो। बिनमले भन्दै थिएँ यो चाहिँ यसलाई मेवा रहेछ, यो पनि नेचुरल, हरेक चिज यहाँको नेचुरल सोर्सेसहरू छ होइन। अन्त बारी रहेछ, यो चाहिँ के खुर्सानी पनि खुर्सानी रहेछ यो होइन, र यसलाई के भन्दा डल्ले खुर्सानी हो कि क्याप्सिकम थाहा भएन। बोका जहाँबाट मैले अघि ब्लग स्टार्ट गरेँ यो बोका हो। यो बारी हाम्रो केदार भेनाजुको आशा दिदीको बारी यस्तो ठुलो रहेछ, जहाँसम्म तपाईँको नजर जान्छ यत्रो ठुलो बारी। कति ठुलो बारी हेर्नु बारी। म पनि यो जग्गा कहिले आएको थिएन, आज आइपुगेँ होइन। के मुड थिएन ब्लग बनाउने, तर अचानक राम्रो नेचुरल जग्गा देखेर आज ब्लग बनाउनु मन लागेर ब्लग। बिनम के तिमी भन्छौ, यत्रो वर्षपछि तिमी यहाँ आयो अरे? बिनम साह्रै खुसी छ आज यो जग्गामा आएर। यस्तो यसलाई के फर्सीको मुन्टो भन्छ होला है, यस्तो हुँदो रहेछ फर्सीको मुन्टो हो। हाम्रो दिदीले फर्सीको मुन्टो दिँदैछ हो। साह्रो यो चाहिँ नेचुरलको यस्तो चिजहरू मार्केटमा पाइन्छ, तर घरबाट आफ्नो लिएको चाहिँ अलिकति मजै अलग हुन्छ अरे क्या यस्तो कुराहरू चाहिँ। हेर्नुहोस् बारीमा जहाँ हामीले कति पाइन्छ नि। जग्गातिर बस्नु यो सब्जी के गर्छ तिमी अब?
अनि त्यो यो सब्जी ठिक छ यो यस्तो घर चाहिँ देखेन कहिले पनि मैले यसो म बाख्रा पनि खुसी लु हेर यस्तो राम्रो बाख्राको घर अब यस्तो हेर यस्तो छ घर बाख्राको छ लु यो कुखुराको घर यस्तो छ कुखुराको बिल्डिङ यस्तो छ मान्छे लु यस्तो पिक्चरमा त पिक्चर हेर्नुहोस् त घर मान्छे घर जस्तो छ कुखुरा घरहरूले यस्तो छ यो चाहिँ हाम्रो यहाँ दिदीको घर हो हामी बुथुरी बस्तीमा छु आजको दिनमा दिदीको घरमा घुम्न आइरहेको छु हो मजाको कति राम्रो शान्ति जग्गा यहाँको फुल हेर्नुहोस् यो फुल चाहिँ साह्रै मन पऱ्यो मलाई प्रकारको फुल यो फुल चाहिँ हामीले लाँदैछु होइन यहाँ हरेक चिज हेर यहाँ लिचुको बगैँचा हेर यहाँ हेर यति साह्रो लिची छ अहिले हामी भुत्री बस्तीमा छु बस्तीमा हेर लिचीको गाछ बगैँचा यस्तो छ कति मजाको लिची जो हामी टिपेर खानु पनि सक्छौँ हो तर हाम्रो उता छैन यस्तो चाहिँ कुराहरू चाहिँ के बस्तीतिर मात्रै देखिन्छ क्या यस्तोहरू यस्तो कुराहरू नेचुरल चिजहरू बस्तीतिर मात्रै कति मजाको हेर हामी म लिचीको बिचमा छु हेर कति राम्रो हेर नि को बारी पनि रहेछ हो हामी त्यसको बारीमा जाँदैछु यहाँ यो हो सायद कुन चाहिँ बिल्डिङ कसको बिल्डिङ होला यो गाईको बिल्डिङ रहेछ यस्तो गाईहरू छ अन्त यो त बाहिर गाई होला यो विदेशी गाई त हाम्रो दिदीले यस्तो मेहनत गरिरहेछ हेर्नुहोस् ल गाई आज यो ब्लग चाहिँ बस्तीमा बन्नेको नेचुरल एकदम दुध हेरिदिनु नि दुध दिदी यो बाहिर गाई होला दिदी नि हो होइन यो विदेशी हो कि यो लोकल हो जर्सी त्यही त कस्तो छ अलग दुध पनि भएकै दिन्छ अहिले ल हेर्नुहोस् यस्तो पनि हुँदो रहेछ मजा कति सफा नि गाईको राख्ने जग्गा पनि हामी अहिले बारी अर्को बारी जाँदैछौँ घरको अपोजिट डाइरेक्सनमा जाँदैछु दाना पाक्दैछ हेर लु यो हेर दाना पाक्दैछ यस्तो खालको दाना हामी जाँदैछु अब दाना देखाएर यहाँ चाहिँ कस्तो कहाँसम्म छ बारी हेर लु बारी हेर यहाँ बारी जहाँसम्म आफ्नो नजर जान्छ त्यहाँसम्म बारी हेरे हामी फेरि फिर्ता जाँदैछु हामी दिदी हामी एकपल्ट आएको थियौँ नि लास्ट टाइम लस्सी तपाईँले के दही खिलाएको थियो आम्मामा यस्तो राम्रो दही दिदीले खिलाएको नि त्यो दिनमा मजाको दही यस्तो जर्सी गाईहरू दही खिलाएको थियो दिदीले मलाई अस्ति लास्ट टाइम आउँदाखेरि तर बट हामी 5 वर्षपछि हामी यहाँ आएको होइन यस हामी फेरि इन्ट्री गर्दैछु हामी दिदीको घरमा के राम्रो जग्गा यहाँ ढुङ्गाको यो पनि रहेछ एमआर सप रासिनको दोकान हामीहरू अब यहाँ बस्नुहुन्छ केही खाने हो दिदीले के बनायो दिदीको घरबाट यति भेजिटेबल हामीलाई यो भेजिटेबल चाहिँ आज हामीलाई दियो हामी गएर खायो यो नेचुरल नयाँ जग्गा आएको छु दिदीले यहाँ अदुवा यस्तो अदुवा यस्तो गरेर राख्दो रहेछ आज थाहा पाएको मैले बस्तीतिर अदुवा चाहिँ यस्तो गरेर राख्दो रहेछ पानी पस्यो नि पानी नपस्नु पर्छ घाममा सुकाइ थिएँ होइन घाममा सुका अन्त त्यहाँबाट बलुवा छ नि बलुवा यहाँ बस्तीमा हरेक चिज नेचुरल पाइन्छ
लिचीको बोट छ यहाँ पनि भोलिपछि फल लाग्छ लिचीका हो यो तेजपत्ता हो कुरा नगर्ने उल्टा-पुल्टा लाग्छ तेजपत्ता हो इलायची यहाँ बहिनीले हाम्रो यहाँ म्याडमले आज यसलाई लु है यो तेजपत्ता कि इलायची गाछलाई पनि आउन त हाम्रो फेरि भन त भन्दै थियो है इलायची के अरे लिची गाछ अरे ए भगवान् यहाँको नेचुरल थिङ राइस न खाँदैन लस्सी भात खान्थ्यो कि के भन्छ दिदीले तिमीलाई आज यति साह्रो फुल दियो फुल खानेकुरो यो रे यो सारा भन्नु न अस्ति यो दगी बदी दिए रे के पानी अनि फल्छ डल्ले इज भेरी स्पाइसी नेचुरल हजुर हजुर बना न 10 रुपियाँ राखा मिठा खानु ल ल हुन्छ 10 रुपियाँ के गर्ने हो कहाँ खाने मिठाई गएर पप्पु खै माया गरेको खै माया गरेको खै माया गरेको कस्तो गाना के गाना के बादल कस्तो गाना हो बादल पर्छ सुन कस्तो गाना भन न पुरा पुरा गाउन त नाचेर गाउँदा पहिला गाउनु सुन नाचेर गाउनु छोड्नु नाचेर गाउँदा लु बादल वर्षा बिजुली बादल चिप्लो माइले हिँडेको छ बाई बाबु बाई बाबु ओ कोको गोल्डन लड्छ यसलाई थाहा छ गोल्डन विच कलर यो पर्पल दिस गोल्डन बोजू
पापल नामसँग खेला बस्तीमा त हामीले यो लियो होइन अब बस्तीको उहाँ पुष्पा दिदीको भाइ हुनुहुन्छ तितुस लामा उहाँको बारीबाट हामीले फेरि आज केही हामीले भाजीहरू लियो यहाँको भन्छ सेतो खालको बैगुन यहाँ पनि ऊ नानी नानी ऊ नानी नानी यता आऊ तिमी यता आऊ ल